जय मसीह मेरो भाइ बहिनीहरू। आज बिहान उठ्न गाह्रो भइरहेको थियो, कारण बेलुका अलिकति बेसी खाइएछ या गलत चिज खाइएछ, धेरै गाह्रो भएको थियो। अनि मैले भने आज म जान्न हिँड्नलाई, थाकेको जस्तो मैले अनुभव गरिरहेको छु, बरु भोलि जान्छु भनिकन सोचेँ। तर फेरि मेरो अर्को मनमा आयो कि आज त मेरो वकिङ डे हो, म त जानुपर्छ। अनि यो घरको छेउमा हाम्रो एउटा हिँड्ने ठाउँ छ, सुन्दर ठाउँ, त्यहाँ आएँ। बडो मजा लाग्यो मलाई। अनि यहाँ आइकन मैले धेरै कुरा सोच्ने मौका पाएँ, प्रार्थना गर्ने मौका पाएँ, यो सानो भिडियो बनाउने मौका पाएँ। त म तपाईँहरूलाई के भन्न चाहन्छु भनेदेखि, आज यो स्पिरिचुअल कुरा नहोला, आत्मिक कुरा नहोला, तर यदि हामीले हाम्रो दिमागलाई नै सही राखेका छैनौँ, हाम्रो शरीरलाई स्वस्थ राखेका छैनौँ भनेदेखि परमेश्वरले भन्नुहुन्छ त्यो गलत कुरा हो। किनकि हामीहरूको शरीर, हामीहरूको प्राण, हामीहरूको आत्मा, हामीहरूको सबै नै परमप्रभुले हामीलाई दिनुभएको छ। यसकारण यसको हिफाजत गर्नु हामीलाई एकदमै जरुरी छ। यसै कारण त हामी विशेष बुढापाकाहरूको बारेमा भन्न चाहन्छु। हामी बुढापाकाहरू होसियार हुनुपर्दछ, होइन? खानपिनमा, हामीको सोचमा, विचारमा, हरेक कुरामा हामीले बुद्धि पुर्याएर काम गर्नुपर्दछ। त्यसो गर्नाले के हुन्छ भने, यो हाम्रो जन्जीहरू भनौँ, जवानहरू भनौँ, जो भन्नुहुन्छ, या आउँदा पुस्ताहरूले भनिन्छन् कि साँच्चै नै उहाँहरू बुढा भए तापनि, बुढी भए तापनि, जति दिन यो संसारमा रहनुभयो आशिष दिएर नै जानुभयो, आशिष दिएर नै जानुभयो। अनि मैले आज साँच्चै यो प्रार्थना गर्दै थिएँ, प्रभु म कति कमजोर छु मलाई थाहा छ, र मेरो साथमा जीवन बिताउने थोरैलाई थाहा छ। तर म यो भन्न चाहन्छु प्रभु कि आई जस्ट वान्ट टु बी स्ट्रङ इन द लर्ड। म प्रभुमा बलियो हुन चाहन्छु, प्रभुमा अझै अर्पित जीवन बिताउन चाहन्छु। त्यसको लागि मैले मेरो प्राण, आत्मा, शरीर तिनैलाई नै मैले सध्याउनु परेको छ, अनुशासन ल्याउनु परेको छ। यो अनस्क्रिप्टेड हो, कहीँ लेखेको छुइनँ, सोचेको पनि थिइनँ। तर मलाई विश्वास लाग्छ कि सानो कुराले तपाईँलाई उत्साह मिल्नेछ। कारण जति हामीले हाम्रो बुद्धिलाई तिखार्यौँ त्यति बुद्धि तिखारिन्छ। जति हामीले हाम्रो शरीरलाई हेऱ्यौँ, बुढेसकालमा हो कमजोर हुन्छ, थाक्छौँ। म पनि धेरै थाक्छु आजकल, गर्मीको मौसममा झन् थाक्छु। तर भए पनि हिँड्न, डुल्न, खान, बस्न, थोडा बहुत काम गर्न हामी सक्छौँ। अन्तमा के भन्न चाहन्छु भनेदेखि, तपाईँ आमा बुवा